हजुर। हजुर सर हेलो, नमस्ते। नमस्ते। सर यो भूमि सम्बन्धी एउटा कुरा सोध्नु थियो सर, त्यही भएर हजुरले फोन गरेर सर। के विषय थियो होला? सर यो राजविराजमा अहिले राजविराज नगरपालिकामा त्यो बिटोरी जग्गा विगत राज्य स्थापनाकाल भएदेखि नै बसिरहेछ। उहाँहरू अहिले 14 दिनदेखि आन्दोलन पनि छ, तर पनि सरकारवाला निकायहरूबाट कुनै ध्यान आकर्षण भएको छैन। यो विषयमा हजुरले के भन्नुहुन्छ हामीलाई? बिटौरी जग्गाको त अहिले दर्ता खुलेकै छैन त, त्यसको लागि त विशेष कानुन चाहिन्छ। होइन, विशेष कानुन भन्दा पनि उहाँहरू अब राज्य स्थापना 1968 देखि नै बसिरहेछ, त्यहाँ बसोबास गरिरहेको छ। त्यो त बुझेँ कि सर। हजुर। अनि त्यसमा त बिटौरी जग्गा भनेकै अब उहाँहरूलाई पहिलेदेखि नै बसेको होला। त्यसमा भने बिटौरी भन्ने बित्तिकै राम्रो समयदेखि लन्छ छैन। तर अब अहिले त कानुनले दिँदैन नि त त्यस्तो जग्गा दर्ता गर्नु त। कानुनले सर त्यस्तो जग्गा दर्ता गरिदिँदैन, तर अरू गाउँपालिकाहरूमा फेरि दिइरहेछ। एलानी जग्गाहरू जुन छ त्यो लालपुर चाहिँ वितरण गरिरहेछ नापीहरूले। होइन, गाउँ ब्लक लेखिएको जग्गा छ भने त्यसमा भइरहेको छ, बिटौरीकोमा छैन सर। बिटौरी भनेको सरकारी जग्गा हो। हजुर। त्यति बेला चाहिँ नि उहाँहरूलाई चाहिँ के अरे भाडामा दिएको जग्गा हो कि त्यो। त्यस्तो प्रकृति कानुनको परिभाषा भएको हुनाले त्यस्तो जग्गा तत्काल अहिले दर्ता गर्ने व्यवस्था भइसकेको अवस्था चाहिँ छैन अहिले। अब अरू जुन ऐलानी भन्नुभयो त्यो चाहिँ आयोगको कुरा होला। तर सर यो के भन्छ, नगरपालिकाले रसिद पनि काटिरहेको थियो उहिले होइन, अनि रसिद पनि काट्ने, अनि के भन्छ लिखितहरू पनि पास गर्ने जस्ता धेरै ब्याङ्कहरू राख्ने कार्यहरू गरिरहेको थियो। तर बिचमा आएर त्यो रोकियो। तर अहिले अब नेपाल सरकारले त्यस्ता, जस्तै हामीहरूलाई अब नभए त हामी रोडमा आउँछौँ। अब यस्तो छ, अब मैले अहिले सरलाई यति भने अब त्योभन्दा बढी अब यो मलाई नै त्यति भन्ने ठाउँ छैन। अहिले कानुनले बिटौरी जग्गाको चाहिँ दर्ता गर्ने व्यवस्था छैन, यति भन्छ है सर। अनि यो हुन सकिन्छ सर कि सकिँदैन? अलिक कानुन बनाउने कुरो त मलाई थाहा हुन्छ सर, है। तर पनि तपाईँलाई त्यहाँ होला नि, कानुन बनाउने कुरा त होला नि, किनभने जनता जनतै हो, नेपाली जनता। अहिले सरकार पनि फेरिएको छ। सरकार पनि अब भ्रष्टाचारहरूलाई पहिलो प्राथमिकतामा राखेको छ। टोलरेन्स राखेर काम गरिरहेको छ। हामी नेपाली जनता पनि हौँ र जनता भएको कारणले यस्तो छ कि मलाई यो सबै विषय जानकारी छैन। अहिले कानुन छैन भन्ने मात्रै भन्न सक्छु कि सर। त्यसपछि अब कानुन बनाउने नबनाउने भन्ने विषय अब त्यो हजुरहरूले आफ्नो प्रतिनिधि मार्फत चाहिँ यहाँ मन्त्रालयमा कुरा राख्नुभयो भने उपयुक्त समयमा कानुन नबन्ने भन्ने कुरै हुँदैन नि। तर अब अहिले मौजुदा कानुनले बिटौरी जग्गाको दर्ता गर्ने व्यवस्था गरेको छैन मात्रै मैले सरलाई भने, त्यति है त। हस् सर, धन्यवाद सर। हामी अहिले